नमस्कार। आज हामी नेपालको भर्खरै आएको नयाँ बजेटबारे अलिक गहिरिएर कुरा गरौँ न। हुन्छ। यो बजेट अब त्यो कांग्रेस एमाले गठबन्धन बन्दा भएको 7 बुँदे सहमतिको एउटा उपज हो, जसको मुख्य लक्ष्य नै अर्थतन्त्रको त्यो सुस्तता हटाउने भन्ने थियो नि, होइन? बिल्कुल। तर हामीले हेरेका विश्लेषणहरूले के मिश्रित संकेत देखाउँछन्। हो र? कस्ता सङ्केत? ल त्यसो भए यो बजेटले साँच्चै अर्थतन्त्रलाई कतिको चलाउन सक्ला त? अलि खोतलौँ यसलाई। सुरुमा केही सकारात्मक मानिएका कुरा हेरौँ, जस्तो त्यो 3 करोडभन्दा कम लागतका आयोजना अब प्रदेश र स्थानीय तहलाई दिने रे। ए हो, अनि अर्को त वृद्ध भत्ताको उमेर पनि त बढाएको छ नि। हो, 68 बाट 70 पुर्याउने। कतिले यसलाई अब त्यो लोकप्रियतावादी राजनीतिबाट अलि बाहिर निस्कने हिम्मत पनि भनेका छन्। हिम्मत त भनियो, तर यसको खास वित्तीय प्रभाव कति पर्छ त्यो त हेर्नै पर्ला। त्यो छँदैछ। तर यी घोषणाहरू खै कागजमा त राम्रै सुनिन्छन्, तर कार्यान्वयन कस्तो होला? कार्यान्वयन एउटा पाटो भयो, तर त्योभन्दा ठूलो चिन्ता त स्रोत व्यवस्थापनमा देखियो क्या। स्रोत व्यवस्थापन कसरी? हेर्नुस् न, बजेटको साइज त्यो 19 खर्ब 64 अर्ब आफैमा ठूलो नहोला, तर त्यसलाई चाहिने राजस्व त्यो 14 खर्ब 80 अर्ब। त्यसमा पनि सङ्घले उठाउने खुद 13 खर्ब 15 अर्ब। यो त निकै महत्वाकांक्षी भयो। गत वर्षको सङ्कलन हेर्दा त यो लक्ष्य भेटाउन करिब 25%ले बढ्नु पर्यो नि, होइन र? हो नि, अहिलेको आर्थिक अवस्थामा यो अलिक गाह्रो देखिन्छ। अनि त्यो वैदेशिक सहायतातिर पनि त उस्तै होला नि। हो, त्यहाँ पनि समस्या छ। युएसआइडी, युके एड जस्ता दाताको अनुदान घट्दैछ भन्ने सुनिन्छ। अनि ऋण नि? गत वर्ष त 1.25 खर्ब जति मात्र उठेको थियो के रे? हो, तर यसपालि 2 खर्ब 33 अर्बको लक्ष्य राखेको छ। अब यो उठ्छ कि उठ्दैन ठेकान छैन। बापरे, यो त पुरा भएन भने त सिधै विकास खर्चमा असर परिहाल्यो नि। बिल्कुल, स्रोत नपुगेपछि त पुँजीगत खर्चमै धक्का लाग्ने हो। अनि अर्को कुरा, यो बलियो भनिएको सरकारबाट अलि ठुलै आर्थिक सुधार होला भन्ने आश थियो नि, त्यो खोइ त। त्यो पनि देखिएन। जस्तो त्यो कर प्रणालीमा हेरौँ न, आयकर घटाउने, भ्याटको दायरा बढाउने कुरा थियो। त्यो आयकर ऐनको दफा 57 संशोधन पनि त कति चर्चामा थियो, लगानीकर्ताको टाउको दुखाइ भनेको। हो, त्यो पनि अघि बढेन। शेयर बजार, घर जग्गाको पुँजीगत लाभ कर बढाउने कुरा पनि त्यत्तिकै हरायो। यसको मतलब सरकारले नीति कार्यक्रममा भने जस्तो आर्थिक गति र शैली नै परिवर्तन गर्ने खालको त्यो ठूलो पुनर्संरचना गर्ने मौका थियो, तर बजेट फेरि उही परम्परागत बाटोमै गयो त। धेरै विश्लेषकको निष्कर्ष त्यस्तै छ। स्रोतलाई ठूला गेम चेन्जर परियोजनामा लगाउनु पर्नेमा त्यसो हुन सकेन। जस्तो त्यो फास्ट ट्र्याककै कुरा गरौँ न, 2 वर्षमा सक्ने रे, तर बजेट बजेट त 24 अर्ब मात्रै छ क्यारे, जबकि कम्तीमा 50 अर्ब चाहिन्छ भन्दै थिए। हो नि, अब कसरी सक्ने? बजेट अझै पनि छरिएकै छ, कुनै निश्चित क्षेत्रमा केन्द्रित हुन सकेन भन्ने गुनासो व्यापक छ। तर सबै नराम्रो मात्रै त छैन होला नि, केही राम्रा पक्ष पनि त औँल्याएका छन् नि। हो, त्यो पनि छ। जस्तो कर्मचारीको तलब सिधै नबढाएर भत्ता बढाउँदा तत्काल पेन्सनको भार बढ्दैन भन्ने तर्क छ। अनि त्यो विद्युतीय गाडी इभीमा कर नबढाउनु नि, त्यसले अलि स्थिरता दियो कि? त्यसलाई नीतिगत स्थिरताको प्रयास मानिएको छ। अनि विदेशमा लगानी खोला गर्ने, उद्योगलाई जग्गा हदबन्दीमा छुट दिने जस्ता कुरा पनि छन्। भनेपछि मिश्रित खालको प्रतिक्रिया आयो, होइन त? एकदम। कोही भन्छन् धेरै उताउलो भएन, अनुशासनमै छ, तर ठूलो फड्को मार्न सकेन। कोही भन्छन् यो त राज्यको क्षमताभन्दा ठूलो भयो, स्रोत कहाँबाट आउँछ? पूर्व अर्थमन्त्रीहरूका पनि फरक मत आएका थिए। हो, तर मोटामोटी रूपमा हेर्दा नि त्यो बलियो सरकारबाट जुन एउटा ठूलो आर्थिक डिपार्चर संरचनात्मक परिवर्तनको अपेक्षा थियो, त्यो अवसर चाहिँ गुम्यो भन्ने विश्लेषण अलि बलियो देखिन्छ। त्यसो भए यो सबै छलफललाई सारमा भन्दा बजेटले एकातिर अलिअलि लोकप्रियतावादबाट बाहिर निस्कने, केही प्रशासनिक सुधार गर्ने जस्तो सकारात्मक कोसिस गर्यो, तर अर्कोतिर स्रोत जुटाउने लक्ष्य एकदमै महत्वाकांक्षी राख्यो, ठूला सुधारहरू गर्न सकेन, अनि खर्चलाई पनि परिणाम दिने गरी केन्द्रित गर्न नसकेको जस्तो देखियो। हो, यही हो मुख्य कुरा। यसले गर्दा त्यो अर्थतन्त्र चलायमान बनाउने वाचा कति पूरा होला भन्नेमा गम्भीर प्रश्न उठ्यो। हो त नि। अब यसले एउटा महत्त्वपूर्ण प्रश्न के जन्मायो भने नि, यदि बजेटले सोचे जस्तो स्रोत जुटेन,
अनि ती भनिएका संरचनात्मक सुधार पनि भएनन् भने यो आर्थिक शिथिलता तोड्न सरकारसँग अब अरू के उपाय बाँकी रहलान् त? यो त साँच्चै विचार गर्नुपर्ने प्रश्न भयो। आगामी दिनहरूले नै देखाउँला।